जोजोलपा नेपाल भाषा लर्निङ नेपाल भाषा सेकेको युट्युब च्यानल तिमीला जले छिद लस्कुस्तु जासा जिया नेपाल भाषा सेके थौ यो जिउ च्याप्टर यो टाइटल ख मामा मामा अर्थात नेपाल भाषा सिस पाउ अथवा पाजु धाइ पुल्स्या पाउ धाइ पुल्स्या पाजु धाइ थौ जी ठोय मामा टाइटल एउटी सेन्टेन्स त देखे आ सुरु या नम्बर 1 मामा पाजु पाजु अथवा पाउ नेपाल भाषामा मामालाई पाजु पनि भन्छ कसैले पाउ भन्छ र मामा बाजे भन्नु पर्यो भने चाहिँ बाजेलाई चाहिँ बाज्या भन्छ पाउ बाज्या भन्छ अथवा पाजु बाज्या भन्छ मामा बाजेलाई त्यस्तै गरी मामा घर भन्नु पर्यो भने चाहिँ पाजु पिन थ्या पाजु पिन थ्या अब यसलाई ठ्याक्क ट्रान्सलेट गर्दाखेरि चाहिँ मामा भनेको पाजु भयो घर भनेको छे भयो पाजु छे हो खासमा त तर पाजु छे भन्दैन कि पाजु पिन थ्या भन्छ अथवा पाजु पि भन्छ मामाहरू भन्नु पर्यो भने र कसैले अब मामा घर जानु मन लाग्यो भने मामा घर जाने भन्छ त्यसलाई नेपाल भाषामा पाजु पिन थ्या वो न्यू पाजु पिन थ्या वो न्यू अथवा पाउ पिन थ्या वो न्यू पाउ पिन थ्या वो न्यू कोही मान्छेले अब मामा घर जाने बेला पयो भनेर भन्यो भनेदेखि पाजु पिन थ्या वो नि च्याल पाजु पिन थ्या वो नि च्याल र कसैले यसैमा अब मामा घर जाने बेला भयो भनेर क्वेसन सोध्यो भनेदेखि चाहिँ पाजु पिन थ्या वो नि च्याल ला एउटा थपिने पाजु पिन थ्या वो नि च्याल ला कोही मान्छे मामा घरबाट फर्केर यस्तो भन्छ भनेदेखि मामा घर गएर आएको अब यसलाई नेपाल भाषामा यसरी भन्नुहोस् पाजु पिन थ्या वना वयु पाजु पिन थ्या वना वयु गएर आएको अर्थात् वना वयु गएर वना आएको वयु मामा घर जानु पर्छ कोही अब मामा घर जान लागेको छ बाँकी छ भनेर भन्यो भनेदेखि चाहिँ पाजु पिन थ्या वने मानी पाजु पिन थ्या वने मानी जानु पर्छ अर्थात् वने मानी मामा घर जाने होइन पाजु पिन थ्या वो न्यू मखुला पाजु पिन थ्या वो न्यू मखुला जाने होइन भन्नु पर्यो भने चाहिँ वो न्यू मखुला र कसैलाई अब बच्चाहरूलाई अथवा कसैलाई मामा घर जान मन लाग्यो भनेर सोध्नु पर्यो भने चाहिँ पाजु पिन थ्या वो नि मासे वोल ला पाजु पिन थ्या वो नि मासे वोल ला जान मन लाग्यो अर्थात् वो नि मासे वोल ला मामा घर जान मन लाग्छ पाजु पिन थ्या वो नि न्याला पाजु पिन थ्या वो नि न्याला तिम्रो मामा घर कता हो छङ्गु पाजु पि मात्र होइन पि हो पाजु पि गन ख छङ्गु पाजु पि गन ख तिम्रो अर्थात् छङ्गु कता गन हो ख तिम्रो कतिजना मामा छङ्गु गोम पाजु पि मात्र होइन पि छङ्गु गोम पाजु पि
तिम्रो छङ्गु कतिजना वम वम मामा घर टाढा छ पाजुपी पाजुपी तापा तापा ला पाजुपी तापा ला पी मात्र होइन यहाँ पनि पी हो टाढा अर्थात् टापा आज मामा घरमा नक्ट्या नक्ट्या भन्नाले अब यो अब चाडबाडमा बोलाउँछ अब यसलाई भोज भनौँ कि के भोज भनौँ भने अब भोज त होइन तर सानो अब ग्यादरिङ भनौँ सानो फ्यामिली ग्यादरिङ भनौँ न ठाउँ पाजु पिन्थ्या नखट्या 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 ठाउँ पाजु पिन्थ्या नखट्या मेरो मामा घर युटिननीमा हो युटिननी भने चाहिँ ठाउँको नाम हो यो चाहिँ भीमसेनथानको नजिकै छ बसन्तपुरबाट टेकु जाने बाटोमा अब बसन्तपुर र टेकुको बिचमा भनौँ कि त्यस्तै होला यो लगनको पनि नजिकै छ नजिक त होइन तर अलि नजिकै भनौँ अब नि यसलाई नेपाल भाषामा जुगु पाजु पी युटी ननी ननी युटी ननी ख जुगु पाजुपी युटी ननी ख मेरो अर्थात् चिगु अब युटी ननी भनेको ठाउँको नाम भयो युटी ननी अब त्यहाँ चाहिँ नि एउटा सानो चोक छ त्यो चोक भित्र चाहिँ नि इनार पनि छ अहिले पनि छ होला सायद तर पानी छ कि छैन त्यो चाहिँ थाहा छैन म नगएको पनि धेरै भयो त्यहाँ पहिले खाना पकाउनलाई त्यही इनारबाट पानी लिन्थ्यो र पछि धारा पनि आयो सार्वजनिक धारा पनि छ एउटा त्यहाँ केही मन्दिरहरू पनि छ त्यहाँ चैत्य र एकदम राम्रो ठाउँ छ त्यो अरूलाई कस्तो लाग्छ त मलाई थाहा छैन तर मलाई चाहिँ त्यो हुर्केको ठाउँ आफू हुर्केको ठाउँ एकदम राम्रो लाग्छ मलाई र कसैलाई स्विजरल्यान्ड मनपर्छ कसैलाई कुन ठाउँ मनपर्छ भन्छ तर मलाई त अब आफू हुर्केको आफू जन्मेको ठाउँहरू नै मनपर्छ सबैभन्दा बढी र आजको लागि यति नै शेयर सब्सक्राइब पनि गरिदिनु होला फेसबुक ग्रुपतिर पनि शेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ शुभा लिपा मेरो भिडियो जनावे लिपा मेरो भिडियो नाप्ला ठाउँ त बा शुभा